खाली लाने हो त सोधेर आइज बेकार हुन्छ जान मान्दैन तिमीमा सोध्न त मेरो सगाला जाऊ सुपर फ्रीमा अनि त्यतै गएर सामानहरू किन्ने सो आजको हाम्रो बिहानको भ्लग यहाँ सुरु हुन्छ बिहानै उठाएर म सन उठ्या हुँदैन थियो किनभने धेरै अनि के त विचार मेरो भतिजा आज त गाह्रो भइरहेछ एनिवे तर मेरो भतिज छ नि ठुलो बाबा धेरै सपोर्ट गर्छ है यस एन्ड देन आज हामी हाम्रो आजको भ्लगको थिम के हुन्छ अरे बेबी ठुला स्पोर्ट्स रिलेटेड यस म त्यो जाँदैन सोना रोक्सी मात्रै जाउँ त्यो खोला भन्दा त सोनाइरोचीमा कति धेरै स्पोर्ट्सको बारेमा स्पोर्ट्स हुन्छ नि है फिल्ड हकी जस्तो हुन्छ त्यो पार्कमा यसले पार्कमा नै ठिकै हो राम्रै हुन्छ तर यो चाहिँ हामी पार्कमा गएर पार्कमा पनि कसरी हुन्छ नि स्पोर्ट्सलाई प्रमोट गरिरहेको छ भन्ने देखाउँछौँ होइन प्लस अरू के देखाउँछ अरे असँग के अरे कस्तो देखायो अरे बाबा राम्रो देखाएको छैन साथी छैन मेरो जस्तो पारेर मेरो जस्तो गर्नु न देन लेट्स गो टु द पार्क है त पार्क भन्दा नि लेट्स गो टु द प्लेस वेयर यु क्यान सी द लट्स अफ स्पोर्ट्स है अनि अरू वाट यु क्यान सी ओभर द्याट आजको पार्कमा हामीले के देखिन्छौँ रे बेबी कहाँ डिस्टर्ब गरेछ हामीलाई के देखाउँछ आज पार्कमा फुटबल बास्केटबल ब्याडमिन्टन टेनिस त्यो बुढी माउहरू एक्सर्साइज गरेको जगिङ रनिङ र साइक्लिङ अरू के देख्न सकिन्छ रोड बाइक म्याराथनहरू ठुलो खेलाहरू अनि हकी Let's go to the park and we're gonna find out what's in there, alright? जाउँ किन्न उयो थाहा छैन मलाई के हो थाहा के किन्ने त खानेकुराहरू खानेकुराहरू रे स्यान्डविच भन्दा नि एउटा ब्रेड जस्तो थियो ब्यागेट भन्न अहिले किन्ने कहिले किन्ने त मलाई भोक लाग्छ बिहान बिहान उठ्दै भोक लाग्छ मलाई मेरो भति जाउँ हावा भर्न के मेरो पछाडिको टायरमा हावा छ बेसिकली मेरो भतिजको साइकलमा चाहिँ के छैन रे पछाडिकोमा हावा छैन अगाडिकोमा पछाडिकोमा हावा छैन रे हामी चाहिँ हावा रिफिल गर्न जाँदैछौँ कहाँ जाँदैछ हामी हावा रिफिल गर्न सुपरमा अब लेट्स गो गो मेरो भतिजको अब हावा भर्ने बेला नि आयो साइकलमा हावा कम भएर पैसा दिनुपर्छ फ्रीमा फ्रीमा आइदियो मेरो पनि कपाल त्यो त मान्छे चाहिने त्यतिकै ढ्याएको रहेछ कस्तो हावा निक्लिन्छ अनि जाँदैन जाँदैन त्यो त त्यहाँ चिसिरहनु स्टप भएन क्या खै हजार यो फ्री एयर सर्भिस हो यो जापानको होइन काले काले त नभन्नु न ठाउँमा सरी काले नभन्नु रे लावाङ होइन अन्त भइसक्यो होला यहाँ त अलिक भाइ थोरै 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 राम्रोसँग छिर्नु ल। न जान्छ मिलाएर राखिदियो सो हावा भन्ने काम पनि डन अब एकपछि चाहिँ के अरे के गर्ने तिमीहरूलाई ब्रेकफास्ट भर्खर उठेको अरे भोक लागिरहेको छ अरे सो यतापट्टि अब हामी गएर हामी के किन्दैछौँ अब राखेर आइज ओ चेन गुड चेन लगा हो त्यहीँ छोडेर के हुँदैन पर्स ल्याइज ए पर्दैन यहीँबाट चाहिँ पेपरबाट किन्ने यही छ पर्दैन क्या ए पर्समा ल्याइ त्यो ब्याग बोक हराउनु सक्छ अहिले
पर्स त छोड्नु भएन नि त अब हामी ब्रेकफास्टको लागि यो भित्र गएर सुपा भित्र गएर अनि हामी ब्रेकफास्ट किन्नु आफ्नो आफ्नो चोइसको ब्रेकफास्ट किने है त पैसा छैन मसँग त म किनिदिन्छु म किनिदिन्छु मेरो छोरीसँग पैसा छैन 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 हजुर बाबा किनिदिनु alright लाकेला बो बकेट बास्केट मेरो झन्डु बास्केट न चल कुन चाहिँ यो किन एउटा लि लिनु तँलाई त के खाने त बेबी के खाने हजुर बिहान बिहान यस्तो खाएर मेरो भोक लागेर त बिहान महिना त खान्छ नि ल कुन छान छिटो प्लास्टिकमा छिटो प्लास्टिकमा यसमा हो कि स्यान्डविच यही खानुपर्छ भन्छ नि कहाँले बेकरी आइटम खाने कि बिहान बिहान गुलियो कुरा खानु हुँदैन बिहान बिहान रेडी भने गो ओके चिसो चाहिने यतिकै हुन्छ चिसो चाहिने यतिकै हुन्छ न खै You want that one? Yes. Do you have it? Alright, carry. I want grape one. Grape one. एउटा किन पानी क्यान्सिल एउटा पानी क्यान्सिल गर्नु One grape one. हजुर कुन मनपर्छ I like grape. यो होइन बरु अर्को किन्नु न मासु यत्रो हुन्छ यहाँ चेन्ज गर्नु पर्दैन यो भन्दा सस्तो हुन्छ 15 हो कतिमा पाउँछ के मासु यत्रो स्टिकमा पर्दैन कि अहिले बिहान बिहान खानुपर्छ मासु खाँदैन बिहान बिहान मासु कहाँबाट खान्छ हो त्यो आलु जङ्को भयो भयो लेट्स गो अब हाम्रो ब्रेकफास्ट सपिङ पनि सक्यो म एउटा बेकरी आइटम किन्छु यसमा देख्छिन् म एउटा बेकरी आइटम किन्छु बेक गर्ने आइटम अब एउटा बेकरी आइटम पछि अनि हाम्रो यहाँबाट हामी लाग्छौँ पार्कतिर चुला यता इधर आओ इधर के देखाउन लाला हो कि यसले यो भने नि कतिमा पाउँछ खानु हुँदैन मिठो हुन्छ कि है अहिले पर्दैन पछि किन्नु पछि किन्नु होला त्यो चिप्स किन्नु झन्डुले जस्तो खान्छ नि यस्तो सक्छ खान्छ नि हाम्रो दाइले यस्तो जे पाइन्छ पहिला यार खाएर हुन्छ कि त्यो चुरोट भनेर खान्थ्यो नि यार पहिला बिहान बिहान गरेर यस्तो खाइन राम्रो आइटम खानु पर्यो बिबी त्यसो भए हजुर यो खाने खाने यो अनि खाने हो मेरो पेट त पड्के जस्तो भन्छ भोक लागेर म एउटा यस्तो खानु पर्ला ओ तिनवटा यो त्यस्तो ठुलो किन्नु पर्दैन पर्दैन एउटा मात्रै किन्छु अप्रो खानु हो यस्तो मात्रै किन्छु एउटा यो एउटा मात्रै किन्नुपर्छ तातो तातो खानुपर्छ मिठो छ यो पनि यहाँ राख हो हो र ओहो ल लेट्स गो Sunbright like a diamond. नजिकबाट नखिच्न त अलिक टाढा खिच्न ओके पस्ने पस्किनु पर्ने के हो त्यो Avocados from Mexico. त्यसो लाउनु न Sunbright like a diamond. Bro, मलाई इन्टरभ्यू गरेर आयो कि भाइले के भने के हो袋もお願いします袋もねWarna kita lagi credit card でお願いしますタッチできませんか950円
Edamos. Edamos. के हो र बेबी हजुर हाल्नु त के छ आज हाल्नु त आज चाहिँ हामीले के किनेर जेली पानी के हो सुसी ओनेगिरी सुसी रे ओनेगिरी This is Onigiri. a sandwich ओनेगिरी bakery item and we also got a bowl of water here today. ए त्यत्रो लामो बिल के बिल फाल्ने हजुर लेट्स गो यस्तो We got a bowl of water. Orang चाहिँ बा मेरो लमा टासिँदैन के माउन्टेन ड्यू खाएको छैन मैले Monster Dew, मिठो हुन्छ? Mountain Dew भन्न माउन्टेन ड्यू कति कहाँ पाउँछ रे? भयो होस् अब अहिले पछि किन्ने हामी Sambat like a diamond. बिल्कुल खै खोला साइकल चाबी छ होसँग मेरो नो खोइ साइकल चाबी I just guess त्यो साइकल चाबी खोइ रेडी मेन ल डेस्टिनेसन सोनाइरोप्ची पार्क लेडिज फर्स्ट डे यस्तो जेन्टलम्यान दाइ पाएपछि लेडिज फर्स्ट टर्न हजुर जेन्ट्स पनि फर्स्ट किड्स फर्स्ट लिङ्क चाहिँ अन्त ठुलो हो बेबी गो बाबा पछि आउँछ है त ब्रो हाइट बढायो कि मेरो पुलबाट जाने हो Let's go. बिस्तारै तर मेरो भति अति फनी नै छ है बिस्तारै स्टप बिस्तारै हो र ओ या कहाँ त्यहाँ झरे बेबी झन्डु नि थिएन त्यति बेलामा झन्डु नि थिएन ए ऐ यहाँ झरेको अनि को गयो लिनलाई कसरी जम्प गरेर ओ माई गॉड हजुर कहाँ थियो होला हामी म यता झन्डा थियो म त उहाँतिर पुगिसकेको ए हजुर पनि थियो थिएन त्यति बेला थियो के भाइ त्यस्तो गर्नु राम्रो होइन थाहा छैन यस्तोमा स्केट खेल्नु हुँदैन क्या त्यो बुझिस् त्यो जानी गर्ने होइन नि त लड्न सक्छ के जानी गरे होइन अरे मिस्टेक एक्सिडेन्ट भयो के ए ल लेट्स गो बिस्तारै हिँड ल यहाँ मान्छे फिसिङ गरेर हुन्छ किन चाहिँ हामीले के गरेर यहाँनिर माछा मारेको कत्रो माछा भेटेको थियो हामीले 3 केजीको अनि के गरेको थियो हामीले लास्टमा लिङ्क साल गरेर छोडे हजुरले गरेर छोड्यो त त्यो माछा हामीले मैले बिर्स्यो अनि हामीले यो मुनि के त यता मुनि हामी माछा मार्न आएको थियो अनि माछा मार्न आएको एउटा माछा परेर ठुलो माछा बिर्सेँ कि मैले छोड्ने भने के हो मैले छोड्ने भने हो कि भनेर तर हजुरलाई त्यो कुरा याद छ नि छैन याद माछा मारेको कुराहरू छ अनि लास्टमा छोडेर गयो होइन किन छोडेर थियो नराम्रो लागेर माया लागेर माछा छोडेर गएको होइन त्यो बेला भने माछा किन छोडेर भाइ नराम लाएर माछालाई माया लागेर है अनि माछालाई हामीले जाने त यही खोलामा हो कि कति धेरै माछा पाउँछ यहाँनिर हजुरले माछा दिन्छ नि खोलामा देख्छ कति धेरै धेरै देख्छ त्यो दुईजनाले मलाई छोडेर कहाँ पुगिसक्यो तिनीहरू दुईजना यता
बिस्तारै हिँड्नुसँग हिँड्नु भयो भने फेरि केही सुन्दैन कि चाँडो चाँडो हिँड्नुपर्ने चाँडो चाँडो खानुपर्ने अनि हुन्छ नि उनीहरूले भनेको कुरा गरिहाल्नु पर्ने टाइपको किम्बु देखेछ मेरो भतिजी त्यही खाना हुँदैन कि त्यसरी जाँबा त टिपेर नेचुरल किम्बु खाइरहेछ अरे किम्बु खा होइन त्यो हो र तर किम्बु खानालाई मिठो नै हुन्छ ब्ल्याकबेरी यहाँ पनि छ जस्तो खाने हो र यो चराले खान राखेको कि मान्छेले खान लाग्यो खानुहुन्छ मान्छेले नि बाबा के खा हजुर पनि खाने हो र किम्बु खाँदैन किम्बु खाँदैन कुदस के भने सबै किम्बु हो एक झोला ए झन् के त हो र बाबा चाहिँ किम्बु नभएर भर्खर साइकल जाने कति किम्बु टिपेर लिएर गाडी झोला बोकेर गयो चरा नखा छोडे म र चाख्छु फुड पोइजनिङ भयो हामी दुईजना सँगै जान्छ अल्लाहु अकबर हजुर चाख्ने अल्लाहु अकबर नि अल्लाहु चाख्ने चाफर ल अल्लाह बाबा च्याट जिपिटी गरे होइन यो खानु मिल्दै मिल्दैन भनेर के अरे नेर पानी बस्नेतिर बस्ने एउटा दाइ थियो कि मेटिटङमा अनि त्यो दाइले खाएको थियो कि यस्तो किम्बु टिपेर खाएको थियो तर भमिट आएको थियो अरे कि डेभिल दाइ होइन फेरि अर्कै हो नखाने नखानु त छिर्यो लेट्स गो नखाने बाई बाई बेबी अरू के पिर्छ छैन खाना पिर्छ कि मेरो भतिजीलाई खाना यहाँ बसी खाऊ नि त एक्सक्युज मी के फोर्नु त हात त्यो हातले खानुपर्छ नि अहिले ल धोएर छिरो अलिक खाइदिनु छिरो एउटा त्यो देखेपछि मेरो भतिजीलाई छ नि बेबी हजुर जस्तो लागिरह काल दादालाई त्यो देखेपछि के अरे खाउँ खाउँ मलाई मात्रै लागिरहन्छ र के गर्नु मलाई दिमागमा त्यही आउँछ भनेर अनि काल दादाको दिमागमा के होला कि धेरै खाउँ खाउँ लागिरहला कि होइन हुन्छ मलाई जस्तो लाग्यो तर आज म्याराथन जस्तो यहाँनिर रनिङ चलिरहेको है Yeah, guys, this is the first thing that happens. यता चाहिँ म्याराथन हुन्छ एभ्री सन्डे अनि एभ्री स्याटरडे चाहिँ प्र्याक्टिस राउन्ड हुन्छ अनि सन्डे चाहिँ रियल म्याराथन हुन्छ के ए हो र सन्डे रियल म्याराथन हुन्छ अनि after they finish the marathon they get a badge. Isn't that great? People Oh, sorry. महिनामा एकचोटि म्याराथन हुन्छ अनि त्यो म्याराथन फिनिस भएपछि के हुन्छ अरे they get a medal. People who do marathons are very productive people, but marathon गर्न सक्दैन हामी म्याराथनमा गर्दैन जिन्दगीमा पनि बाबाले सक्छ सक्दैन बाबाले सक्छ सक्दैन सक्छ बाबाले जिदिन्छ जस्तो लाग्छ म्याराथन मलाई बाउ के गर्न आयो त के रे लाङ के गर्न है ब्रो थोरै स्टिङ्स मैले जिदिन जस्तो लाग्छ म्याराथन ब्रो लाङ के गर्न म्याराथन कसरी जित्छ होला के बाबाले जित्दैन त ट्रेनिङ गरेछ के गरेछ ट्रेनिङ हैन त भाइ ठुलो फिट देखेन फिट भएर हुन्छ के चाहियो त अलि अग्लो हुनु पर्यो नि निसा दादा जतिको अग्लो भएर म्याराथन जित्ने हो ओ सब सक्छ नि भने नभएको सानो न हद ड्याड सबैजना सक्छु क्या मैले त भोक लाग्यो हात धोयो हात धोएर आयो खाना चिज ल आइज यहाँ पछि खाने ल त्यो खाना र हतार कि हजुर हतार भइरह कहाँ आउँछ लामुडे छैन लाङ अलि उता जाउँ न कि उहाँ उता गएर खाने त्यो उता त्यो पार्कमा गएर खाने क्या बेबी पार्कमा उता त्यो मुन छ नि त्यो मुनको एउटा स्टेज जस्तो के त्यहाँ गएर खाने तोर खाने
कि यही है नि यो चाहिँ अहिले चाहिँ बाटोमा कुन खै त्यसमा हाल्थ्यो बोक्ला ब्रो मेरोमा नटोक्नु हाल्नु बा म चल्छु न हजुर साइकल सक्नु छ ठुलो साइकल मसँग त्यत्रो आउनु साइकललाई फेरि ड्रिङ्क्स हाले वाइ अलिक खाने बेलामा हाने ड्रिङ्क्स पनि फेरि ड्रिङ्क्स राख्न यु किप इट माई गाई अरे बिस्तारै ल बिस्तारै कहाँबाट बिस्तारै ए बिस्तारै बिस्तारै स्ट्याम्प लाउने हो भतिज अहा खै म यता हातमा लगाउने स्ट्याम्प देखा हातमा लगाउनु स्ट्याम्प स्ट्याम्प देखा त स्ट्याम्प बिस्तारै हिँड्दै म आउँछु ठाउँबाट एकदम राम्रो ठाउँ छ यो प्लस यो साइडमा हुन्छ नि मान्छेहरू आएर चराहरूको फोटो खिचिरहेको हुन्छ मजाले यताबाट भ्युज लिइरहेको हुन्छ है राम्रो छ यो ठाउँ कि मेरो क्लासमा राम्रो के दुई हजार त्यस्तै हान्छ त्यसरी नहानेर कति अनि के हजुरसँग त्यस्तै खेल्छौ भने के यप बाहुन गरेर खेल्ने एकछिन अह तिनीहरू दङ पराइदिनु भने अह बाहुन नजानु भति म गएर खेलौँ नजानु बाबा एकजना त छचिन्छ मलाई अनि बाबा 10 एकजना सेम्बासँग गएर हामी भलिबल खेल्न पर्ला जस्तो लागिरहेको छ घडीहरू त 12 बज्न लागेपछि ओ ढिला भयो भने फुत्त हामले भाग्छ होला कि त्यहाँबाट होइन के हुन्छ अरे खोइ मेरो बेकरी आइटम खोइ दिस इज माई बेकरी ओ यो त कस्तो बास्ना आएको छ बेबी है त्यो वाटर फाइट भयो हैन कस्तो मिठो ट्राई गर्नु यु लभ इट के मिठो क्या मिठो अर्को लागि फेरि यस्तो मिठो लाग्छ कि कस्तो बसेर भाइ खराब गरेर मिठो छ कस्तो लाग्यो चाहनु बाबा जेली हुन्थ्यो जेलीमा मिठो लाग्दैन यहाँ हुन्छ नि खम्चा मात्रै हो कि म मात्रै हैन त नि हो भाइ त्यसमा के हुन्छ भित्रपट्टि चुना त तर चुना कस्तो मिठो लाग्छ किन भन्छ चुना मिठो मिठो लाग्छ बेबीलाई म छुटेको लाग्छ ओ करी बाटो हान्नु म ल पहिला त कस्तो मजा निकाल्यो थियो के यसमा हाल्नु भित्र हाल्नु एक बाइट तिमी खेल खै कति दुई बाइटमा बाइट 2 बाइट एकछिन भयो ल अलि राम्रोसँग खा चार बाटमा खान्छु ल अब 4 बाटमा खा जल्दी मलाई लाग्छ होला 10 बाइट जति हावा नबोल्नु नि बा हो त्यो छ त नि एउटा बाबा 3 बाइट बाबा नाकबाट चाख्नु हजुर भनेखेरि के निलो चाहिँ कस्तो लाग्छ कि खानलाई कि निलो हो त्यो के हो त्यो हरियो हरियो छ प्लान हो चाख्न पऱ्यो त्यो म 3 बाइट भयो हैन ल अब बोल न। लास्ट 4 बाइट लास्ट 4 बाइट एक बाइट Bro, one and done. Under 1 bite. अनि भिडियो कति बाइट नखायो मिठो हुन्छ कि यो राइस हो होइन त्यो सालमन हालेको हुन्छ भित्र होइन हो त्यो होइन सालमन हो टुन म्हणजे यसले सालमन खाएछ म भेजिटेरियन हुँदैन टुना खाइन्थ्यो पुरा हुने मासु त भने मिठो छैन भिडियो कस्तो लाग्यो त्यसले खाएर मान्छे मेरो मिठो लाग्यो मिठो राख कतिजना भतिजा कति बाटमा खान्छु 1 बाइट कि 2 बाइट 2 बाइटमा सकेन खाना चाहिँ खतरै खाइदिन्छ कि मेरो भतिजाले कि मलाई पनि यस्तो गरिन्छ यसले खानलाई चाहिँ अब पेट पुग्यो सब फोर एकछिन हाल प्लास्टिकमा फोर प्लास्टिकमा हाल्यो अब हामी लेट्स गो पुलिस आएर रोकेको उसले 4 स्टारमा पुलिस लाग्यो कहिले हिजो भने त त्यो भने के हो त खास मैले कुरा बुझेन गाडीले रोक्यो कि टेस्ट गरायो मलाई पुलिस टेस्ट के को लागि त पुराहरूले चाहिँ के म अन्त 4 क्लासमा पुराहरूले गरायो सक चाहिँ उसलाई पछि लाग्यो कि पुलिस चेस साँच्चीकै पुलिस पुराहरू भने त पुराहरू चाहिँ पुलिस म चाहिँ भाग्ने के खेले साइकलमा ए कहाँ खेले
रोडतिर गेमको कुरा गरिरहेको छ साँच्चीकै पुलिस आयो भन्दा गेममा हैन रियल लाइफमा हो कि अनि सुगाक्सेहरूलाई चाहिँ उसले पछि लगेर पछि लगाइरहेको थियो कि के भन्नु खोजेँ पपुलर छ के म पपुलर छ कहाँ पपुलर मिडिया हान्छ ए आदे उसमा भाइ ब्याग मार्नु दे ओके हैन ओ भाइ स्केट पनि कस्तो मजाले खेलिरहेको छ बेबी यहाँनिर है तर हामीलाई के लाग्छ भने जान्नु चाहिँ हामीलाई के लाग्छ भने अब अरू हुन्छ नि अरू देशहरूमा चाहिँ हरेक कुराको व्यवस्था गरेर हुन्छ कि स्केटदेखि लिएर हुन्छ नि अब पार्कहरूमा सबै कुराहरूको व्यवस्था गरेर हुन्छ नि त यो खाली ठाउँहरूमा यसरी अनि यो देख्दाखेरि चाहिँ यस्तो राम्रो लाग्ने कि अनि खास हाम्रो देशमा नि यस्तो भयो है जस्तो लाग्छ होइन नेपालमा यस्तो भयो तँलाई के लाग्थ्यो नेपालमा छ तँलाईसम्म देखाएको छैन स्केट पार्क नेपालमा हजुरलाई कस्तो लाग्छ स्केट पार्क आउनु किन छोड्यो हजुरहरू झ्याउलाएर ले जान दिदैन नि त म झ्याउलाएर मलाई झ्याउ लागेर मन लागेन हो छोड्यो छोड्यो मैले भन्दैलाई के भयो आउन मन लाग्छ दिनसार गर्दैन म के गर स्केटबोर्ड खेल्न झ्याउनै लाग्यो मलाई त्यो स्केटबोर्ड भन्दा म भलिबल न ब्याडमिन्टन खेलेको ठिक लाग्छ पहिला स्केटबोर्ड खेल्ने कस्तो किनेको थियो हजुरले दुईजना भएर कि स्केटबोर्ड खेल्ने के खेल्ने भने किन यहाँ आएर खेले पनि हो किन यहाँ कति म त आइरा हुन्छ अहिले नै आइरहन्छ अहिले ठ्याक्कै आउनु छोड्यो किन त किन आइ एम फोकसिङ अन माई स्पोर्ट के स्पोर्ट्समा ब्याडमिन्टन टेनिस र भलिबल स्पोर्ट्स पनि चेन्ज हुन्छ क्या धन्न टेनिस चाहिँ चेन्ज गरेर छैन कि टेनिसको बसिरहेको छ होइन नभए चाहिँ ब्याडमिन्टन के अरे भलिबल अनि त्यति टेनिस होइन बुझ्छ कुन चाहिँ मेन कुन चाहिँ हो त हजुरको टेनिस चाहिँ मेन हो अरे कि तेरो के हो मेन भदिस खेला छैन खेलिरहन्छ मेरो भतिजा फुटबल मनपर्छ टेनिस खेल्यो भने मान्दैन बेसबल खेल्यो भने मान्दैन बास्केटबल खेल्यो भने मान्दैन केही सिक्दैन त्यो यो के लिब्रोन जेम्स हुन्छ क्या बास्केटबल खेल्ने क्या प्रधानमन्त्री बालन शाहलाई एउटा मेसेज पठाइदियो मेसेज भनिदिनु ल हामीलाई पनि यस्तै बनाइदिनु पऱ्यो नेपालमा खेल्ने ठाउँहरू भन्नु परेन यो भ्लग हेर्नु पनि सक्छ त पर्सपनामा बालेन्सा के अरे मेयर भएर भ्याएपछि देख्छ होला यो हाम्रो भ्लग बालन शाहले हेर्दैन प्राइम मिनिस्टरले हेर्दैन हो राम्रोसँग कुराहरू बोल्यो भने त हेर्छ त त्यो भनेको मैले बुझेन सो के भन्नु पऱ्यो अरे बालन शाहलाई आज भएर त भगवान हामीले अब कहिले हेर्छ के हेर्छ भन ल बालन शाहलाई एउटा मेसेज भन्न ल हजुर मेसेज के बालन शाहलाई नेपालमा यस्तो खेल्ने ठाउँहरू बनाउनु न छ त हल्दै हैन भने त्यहाँ भन्दा मेसेज तेरो मेसेज के हो नेपालमा यस्तो बनाउनु पर्यो राम्रो हजुरलाई के लाग्छ मलाई राम्रो लाग्छ नेपालमा यस्तो हुनुपर्छ चाहिने नै कुरा हो गुड यस्तो कुराहरू चाहिने कुरा हो कि अनि त्यही भएर हाम्रो देशमा पनि यस्तो कुराहरू भयो भने त अति राम्रो हुन्थ्यो नि त जापानमा अब के जापानमा त छ होइन तर नेपालमा पनि हुन्छ नि खाली ठाउँहरूमा यस्तो कुराहरू भयो भने त के हुन्थ्यो सरकारले नाइस मेरो भतिजीले पनि छ नि मेरो भतिजीले पनि यतापट्टि स्केट पार्क देखेर एउटा मेसेज चाहिँ हाम्रो प्रधानमन्त्री बालन शाहलाई एउटा मेसेज दिने के मेसेज रे हामीलाई नेपालमा यस्तै बनाइदिनु पर्यो राम्रो नेपालमा यस्तो बनाइदिनु पऱ्यो राम्रो कि बनाइदिएला त बेबी बनाइदिन्छ बनाइदिनु हुन्छ होला बनाइदिनु हुन्छ होला फिङ्गर क्रस बनाइदिनु हुन्छ होला भनेर किनभने उहाँले बनाउनु हुन्छ नयाँ जस्तो लाग्छ मलाई चाहिँ हजुरलाई के लाग्छ नि बनाउनु हुन्छ जस्तो लाग्छ फिङ्गर क्रस होइन त यस तँलाई के जस्तो लाग्छ
भ्लग हेरिहाल्छ नि त लेट्स गो नेक्स्ट प्लेस अब हामीले पार्कमा भएको एउटा स्केट बोर्डको स्केट पार्क देखायौँ नेक्स्ट पार्ट छ है त जाने क्या त्यता एकचोटि हजुर त्यता जाने क्या एकचोटि जाने हो यो पानीको फोरामा I'm not great. पानी आउँछ क्या बाबाहरूतिर भिड्सक्यो What? भिजिहाल्छ सबै भिजाएन। अब हामी बेसबल फिल्डमा जाउँ है त हेर्नलाई कस्तो राम्रो राम्रो बनाएको छ कि है त्यहाँ कस्तो मजाको Vadish, let's go to baseball field. यो पार्कमा अहिले मैले स्केट पार्क देखाएँ एउटा अब यहाँनिर टेनिस पार्क यहाँनिर चाहिँ टेनिस खेलिरहेको छ मान्छेहरू धेरै कोर्टहरू छ कि यहाँनिर कतिवटा कोर्ट छ यहाँनिर अल टुगेदर कतिवटा 6 अल टुगेदर यहाँनिर 6 वटा कोर्टहरू छ कि यहाँ अफिस छ त्यहाँनिर अफिसमा गएर बुक गरेर अनि आफू आएर यहाँनिर यसरी खेल्ने यु क्यान हायर कोच कोच हायर नगर्ने हो भने आफू आएर खेल्ने भने पनि पाएन हामी यहाँ खेल्थ्यौँ हामी यहाँ कहिले काहीँ आएर बुक गर्छ अनि बाबु छोरी आएर हामी खेल्छ होइन यो टेनिस पार्क चाहिँ अति नै राम्रो लाग्छ भोलि त यहाँ खेलेन नि हामीले देखाउन खोजेको कुरा के हो अरे बेबी हामी यहाँ देखाउन खोजेको कुरा के हो टेनिस मात्रै होइन कि हामी के भन्नु खोजेको हामीलाई मेसेज के हो अरे हाम्रो एरिया आउने मेसेज यसरी के हो मेसेज विदेशतिर स्पोर्ट्सलाई चाहिँ कसरी प्रमोट गरिरहेछ भन्ने कुरा हो कि किनभने हाम्रोतिर खासै त्यति धेरै स्पोर्ट्सलाई प्रमोट छैन बेबी तर यहाँ चाहिँ पार्कतिर खुल्ला ठाउँतिर चाहिँ स्पोर्ट्सलाई चाहिँ धेरै प्रमोट गरिरहेको हुन्छ कि यहाँनिर त्यही भएर अर्को हामीले देखाउन खोजेको कुरा के हो भन्दाखेरि यो टेनिस पनि हो कि यसरी स्पोर्ट्सलाई चाहिँ प्रमोट गरिरहेको छ भनेर अर्को यहाँ नजिकै अर्को के छ एउटा के फिल्ड छ भदिस हकी फिल्ड छ हकी फिल्ड छ यसको हकी फिल्ड अब हकी फिल्डमै जान्छौँ हामी के अनि तर हामीलाई यस्तो गर्दाखेरि चाहिँ यो हुन्छ नि देख्दाखेरि चाहिँ अति नै राम्रो लाग्ने कि किनभने अब विकसित देशहरूमा चाहिँ कसरी स्पोर्ट्सले चाहिँ हुन्छ नि एकदम उचाइ लिइरहेछ भन्दाखेरिमा कारण यही हो नि त एनी ठाउँमा चाहिँ एभाइलेबल हुन्छ सबै कुराहरू अनि त्यो भएर राम्रो भएर चाहिँ हो नि त यसरी हुने तर हाम्रो देशमा त के छ बेबी स्पोर्ट्स त्यति छैन टेनिस खेल्न जानुपर्छ कहाँ जानुपर्छ अरे काठमाडौँ नेपालमा टेनिस खेल्न जानु पऱ्यो नेपालमा टेनिस खेल्न पऱ्यो भने काठमाडौँ जानु पऱ्यो कि नभए पोखरा जानु पऱ्यो कि नभए बुटोल जानु पऱ्यो बुटोल जाँदैन अनि अलिक टाढा छ तर बुटोलमा पनि छ बुटोल जानु पऱ्यो कि नभए चितवन जानु पऱ्यो अरू ठाउँमा टेनिस भनेको त सम्झिने मात्रै होइन त्यस्तो छैन कि त्यही भएर दुःख लाग्छ कि मान्छेहरूको ठाउँमा के हुन्छ पार्कमा खुल्ला ठाउँहरूमा जहाँ पनि हुन्छ नि त्यसको फेसिलिटी हुन्छ नि त त्यही भएर विकास भइरहेछ नि त फेरि अर्को एउटा मेसेज बालेन सरलाई के छ अरे हजुरको मेसेज टेनिस कोर्ट बनाउनु टेनिस कोर्ट चाहिँ जताततै बनाउनु पऱ्यो कि बनाउनु त होइन कि हरेक खाली ठाउँमा के बनाउनु पऱ्यो टेनिस कोर्टहरू बनाइदिनु पऱ्यो सबैले एक्सेस पाउनु पऱ्यो टेनिस कोर्टमा होइन स्पोर्ट्समा खेलेको हेरौँ न यार हजुर त कति यता जम्मा के टेनिस खेल्यो हेर्ने तैँले गर त भाइ भदिस काम त्यति हो हकी मेरो पछाडिको यो भनेको हकी फिल्ड हो कि यो हकीको ग्राउन्ड हो यो होइन अनि जे होस् हुन्छ नि अति राम्रोसँग बनाएको छ राम्रो पनि छ यहाँ बेला बेलामा म्याच भइरहेको पनि हुन्छ स्टुडेन्टहरू आएर सिकिरहेको पनि हुन्छ अनि यो देख्दाखेरि के लाग्छ भन्दाखेरिमा अब मैले भनिरहेको भर्खरै त्यहाँनिर स्केट पार्क थियो यहाँनिर टेनिस पार्क छ अब यहाँनिर हकीको फिल्ड छ अनि अलि उतापट्टि फुटबलको लागि ठाउँ छुट्टाएको छ बेसबलको लागि ठाउँ छ होइन अनि लाग्ने कि ओहो यस्तो विदेशतिर के हुन्छ यति धेरै फेसिलिटी हुन्छ स्पोर्ट्सको लागि अनि बल्ल पो स्पोर्ट्स हुन्छ नि एकदम माथि माथि गइरहेको हुन्छ नि त यो के फिल्ड हो यो हकी फिल्ड हजुरलाई कस्तो लाग्छ राम्रो लाग्छ मलाई सो हकी होस् या टेनिस होस् अथवा फुटबल होस् अथवा के अरे त्यो ब्याडमिन्टन हजुरको दादा हेर्नु बाँदर जस्तो
भन्दै यहाँ आइज ल यहाँ आइज तर यो हकी फिल्ड कस्तो लाग्छ हेर्दाखेरि तर हकी खेल्न मन लाग्छ देखेर हकी खेल्न मन लाग्दैन किन खेल्यो हकी म भनिदिन्छु म क्लबमा हालिदिन्छु तर के मन पर्छ त्यस्तो फुटबलले गर्दा मेरो भनिदिएँ के मन पर्दैन कि भाइ मेरो हजुरलाई हकी ग्राउन्ड देखेर कस्तो लाग्छ मलाई राम्रो लाग्छ हकी खेल्यो नखेल्ने किन टेनिस खेल्नुपर्छ या टेनिस खेल्न पर्छ भने मेरो छोरी हुन्छ नि हकी नखेल्ने तर बेबी हुन्छ नि बेबी टेनिस कस्तो राम्रो खेला हेर्नु त्यहाँ सायद स्कुलबाट हो कि क्लबबाट होला कि देख्यो एउटै ड्रेस लाग्छ हेर्नु न एउटै ड्रेसअप गरेर आछ खेल्न आज सायद क्लबबाट हो कि स्कुलबाट होला अथवा थाहा छैन होइन तर म चाहिँ खेल्न है यहाँनिर लेट्स गो अब कुन फिल्ड देखाउनु जाने हामी बेसबल छ कि छैन अनि ओए हामी अब बेसबलको फिल्डमा गएर फेरि भेटौँला है त लेट्स गो बेसबल फिल्ड This is my friend. फ्रम He's from Singapore. एन्टार्क्टिका No, he's not. एन्टार्क्टिकाबाट नि भिडियो कहाँ सिङ्गापुरबाट बेसबलको फिल्डमा आइपुगेका छौँ होइन यही पार्क हो कि अघि त्यहाँनिर टेनिस पार्क हो यहाँनिर हकीको पार्क हो हकीको फिल्ड हो यो यहाँनिर बेसबलको लागि यहाँनिर ठाउँ बनाएको छ यसरी अनि हुन्छ नि हरेक ठाउँमा हरेक स्पोर्ट्सको लागि चाहिँ एकदम प्रमोट गरिरहेको हुन्छ नि त अनि यहाँ पनि अब बेसबल खेलिरहेको छ मजाले बेसबल खेलिरहेको छ यहाँनिर कहाँ क्रिकेट कहाँ खै कहाँ नेपाली हो सबै क्रिकेट पनि खेलिरहेको छ बेसबल पनि खेलिरहेको छ हकी पनि खेलिरहेको छ त्यहाँ हेर्नु भयो त कति छटा हुन्छ ड्याम तर त्यो रुखभन्दा पछाडिपट्टि के छ रे कले त्यो रुखभन्दा पछाडि खोला छ कि खोलाको किनारमा नै हुन्छ नि यसले यस्तो यसलाई युटिलाइज गरेर हुन्छ स्पोर्ट्सलाई प्रमोसन गरिरहेछ होइन त्यस्तो कुरा चाहिँ कहाँ हुनु पर्थ्यो नेपाल भने चाहिँ नेपालमा हजुर अस्ति कस्तो लाग्छ राम्रो लाग्छ मलाई भने के खाली ठाउँमा पार्कमा अनि चाहिँ के हुनु पर्थ्यो बेबी यस्तोहरू हुनु पर्यो नेपालमा यस्तो खाली ठाउँ भएको छ नि तर सबभन्दा अगाडि के बनाउँथ्यो यस्तो खाली ठाउँमा चाहिँ तँलाई ल यो चौरहरू बना भन्यो नि तर कुन खेलको लागि चाहिँ पहिला चौर बनाउँथ्यो फुटबलको लागि हजुरले के को लागि टेनिसको लागि मैले भए केले बनाउनु थाहा छ मैले सबै स्पोर्ट्सको लागि बनाउँथेँ मैले बुझेँ नि छ नि त त्यत्रो खोला नालाको साइडमा छ खाली ठाउँहरू खोला साइड भाइ यो पनि त्यो खोला छेउ हो किन यो ड्याम हो यो ठुलो ड्याम हो ड्यामभन्दा तलपट्टि फिल्ड हो अनि त्यो फिल्डमा चाहिँ के गरेर यिनीहरूले खाली ठाउँमा चाहिँ सबै यो अहिले यहाँ बेसबलको भइरहेको छ उहाँ क्रिकेटको छ उहाँ फुटबलको पनि बनाएको छ फेरि फुटबलको पनि बनाइरहेको छ सबै छ नि त यहाँनिर यो टाइपको कन्सेप्टले चाहिँ हुन्छ नि नेपालमा नि गर्न सक्यो भने चाहिँ अति नै हुन्छ क्या भाइ फेरि बालिन शाहलाई एउटा मेसेज भन्दा के मेसेज भन्नु पर्यो रे गुड हजुर के छ नेपालमा यस्तै बनाउनु पर्यो बालिन शाह यस्तरी खेल खतम हुन्छ बनाउनु सुरु गर्नु पर्यो प्राइम मिनिस्टर जी हुनु न ल एक्सक्युज मी यहाँ सम्राट को भने जस्तो एक्सक्युज मी तिम्रो मध्ये यहाँ सम्राट भने को हो सम्राट यो सम्राट त हो सम्राट हजुरको मेसेज के हो अरे हाम्रो प्राइम मिनिस्टर ज्यूलाई प्राइम मिनिस्टर छिटो यस्तो बनाउनु होला छिटो यस्तो फिल्डहरू बनाउनु होला छिटो स्पोर्ट्सलाई पनि विकास गर्नु होला छिटो देश बनाउनु परेन गुड अब नेक्स्ट
अब हाम्रो नेक्स्ट पार्ट कहाँ हुन्छ वहाँ फुटबल फिल्ड पनि छ झन्डाको फुटबल फिल्ड पनि हामी कुरा हेर्नेछौँ अनि हामी आज त्यसपछि हाम्रो यो आजको भ्लग हुन्छ नि लगभग के हुन्छ एड हुन्छ होइन वारी हुन्छ एनीवे लेट्स गो टु द फुटबल फिल्ड है त फुटबल फिल्ड हामी गएला वेट फर मी उताइन न अलिकति धन्यवाद यो के हुन्छ यो प्र्याक्टिस गरिराख के हाँ प्र्याक्टिस गरिराख के लामोलाई के हुन्छ लामोलाई नागाए बा के भन्नु लामोलाई नागाए भन्छ होइन त्यो लामो त्यो स्केट जस्तोलाई चाहिँ के भन्छ भन्नु कि खै खुल्ला ठाउँ हो कि हुनुपर्ने होइन बेबी के हुनुपर्ने अरे खुल्ला ठाउँ बाबा हजुर त्यो खेल्नु न सबै बुढो मान्छेमा खेल्छ फुटबल छ यहाँनिर पछ्यो हजुर साइकल लगेर यहाँ तैँले पनि गोल हान्छ होला त खेल्न सक्यो भने गएर खेल्यो भने त ल रोकेर खेल्छ ल म भन्छु एक गोल ठोक नि गर्छ नि हुँदैन त बेबी लावाङले एक गोल हान्छ नि गर्दैन है यस्तो छ उहाँ बच्चाहरूको फुटबल भइरहेछ सबै बुढो मान्छेले खेल्ला हुँदैन जान्न सबै चिज छ कि यहाँनिर के बाबा बुढो मान्छेले खेल्ला खान् त्यसलाई जान्न तर लाग्छ नि त यसरी यो ठाउँलाई युटिलाइज गर्न सक्यो भने के हुँदैन क्या सबै कुरा हुन्छ नि त जस म्यानेजमेन्टको मात्रै कमी हो कि हामी गएला बाबा त्यहाँ रोक्ने तल त्यो बच्चा खान्डमा यता रोक्नु अब स्टप 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 जे भने फुटबल खेलिरहेको छ नि त्यहाँनिर होइन त्यो ठाउँलाई त्यो ठाउँमा के खेलिरहेछ अरे फुटबल खेलिरहेछ स्पेसलाई युटिलाइज गरिरहेछ आजको हाम्रो कुरा पनि यही हो कि यो खाली ठाउँहरूलाई नेपालमा चाहिँ हुन्छ के गर्छ भन्दाखेरिमा घरिको अब इन्फ्रास्ट्रक्चर बनाउने घरिको के गर्ने खाली ठाउँ नै नछोड्ने क्या त्यति के न के बनाउने त्यसलाई चाहिँ अरू चिजमा युटिलाइज गरिहाल्ने खाली ठाउँ नछोड्ने त्यो कारण के हुन्छ भन्दाखेरिमा स्पेसहरूको कमी हुन्छ त्यस कारणले गर्दाखेरि त भोलि त्यो ठाउँहरूलाई हुन्छ नि स्पोर्ट्सको लागि युटिलाइज गरौँ भने पनि भएन नि त स्कुलबाट यसरी खेल्छ तँलाई चाहिँ खेल्न मन लाग्छ लाग्दैन अनि बाबा फुटबल क्लबमा हालिदिनु पर्यो उसलाई झन्डा लगाएको झन्डा जान्छ नि फुटबल क्लबमा त यस्तो जोइन गर्ने म कुरा गर्दैन अहिले म कुरा गरिदिन्छु त अहिले लेट्स गो म कुरा गर्ने अहिले अँ यिनीहरूलाई सुने अँ त गाली थाहा छैन बाबा मलाई चाहिँ म्याचमा हालिदिनु न बाबा यार मलाई चाहिँ एउटा म्याचमा हालिदिनु टेनिसको टेनिस म्याचमा तपाईँ त्यहाँ गएपछि त फुच्चे देखिहाल्थ्यो नि तर यहाँ ठुलो देखाएको छ त्यस्तो छैन यस्तो मजाले खेलिरहेको छ त्यहाँनिर होइन अब हाम्रो देशमा हुन्छ नि त भएको ठाउँलाई भएको चौरहरूलाई पनि के गरेर हुन्छ यिनीहरूले घरिको घर बनाउने रे घरिको अब हुन्छ नि गफ गर्ने ठाउँ बनाउने रे घरिको के बनाउने गरेर सबै बन्द गरेर हुन्छ कि त्यस कारणले गर्दाखेरि चाहिँ लाग्छ कि ए कस्तो लाग्यो राम्रो लाग्यो देख्यो अब तँलाई यस्तो फिल्ड देखेर तँलाई बालेन्सालाई के भन्नु मन हाम्रो लागि पनि फुटबल खेल्न बनाउनु पर्यो प्रधानमन्त्रीज्यू होइन त गुड एनिवे मेरो छोरी टेनिसको खेलाडी हो होइन तैपनि यस्तै फुटबल खेलेको मान्छेहरू देख्दै हेर्छ नि हजुरलाई कस्तो लाग्छ राम्रो लाग्छ मलाई राम्रो लाग्छ सो वाट्स योर मेसेज फर बालेन्सा चाँडो बनाउनु होला चारहा नेपालको मान्छेहरूले चाँडो यस्तो स्पोर्ट्समा पनि धेरै ध्यान दिनु भयो कि बेबी चाँडो बनाउनु भने के त्यही भएर चाँडो चाहिँ स्पोर्ट्समा पनि
अलि राम्रो ध्यान दिनु होला कि स्पोर्ट्सलाई पनि अलि माथि लानु पर्यो हैन द्याट्स द मेसेज Yes. सो आजको हाम्रो मेसेज पनि यही हो कि बुझ्नुभयो सबैले एनिवे अब हाम्रो नेक्स्ट भनेको चाहिँ के छ भन्दाखेरिमा आजलाई चाहिँ हामीले यतिकैमा बिट मार्ने कोसिस गऱ्यौँ होइन किनभने यसरी नै यहाँनिर के अरे स्पोर्ट्सको प्रमोट भइरहेको हुन्छ नि त अनि अहिले कहिले हामीले कति ठाउँ हेऱ्यौँ हामीले Spatula. के हेऱ्यौँ हामीले कुन स्पोर्ट्स हेऱ्यौँ तिनवटा मात्रै हेर पाँच Yes. चारवटा होला नि। के स्पोर्ट्स हेर्नु ल भन्दा हामीले भर्खरै हेर अहिले कहिले हकी अँ टेनिस 2 अनि बेसबल 3 अनि फुटबल 4 अनि अर्को एउटा Skateboarding. स्केटबोर्डिङ Spatula. गरेर स्पोर्टै होइन नि त किन होइन हकी के अरे स्केटिङ त्यो स्केटिङ स्पोर्ट हो त हो नि त Sport पो होइन. खै त्यही भएर अल टुगेदर हामी कति हेऱ्यो अहिले कहिले Spatula. 5वटा हेऱ्यौँ कि यति सानो ठाउँमा पनि हुन्छ नि 5वटा स्पोर्ट्सको लागि यहाँनिर ठाउँ छुट्याइदिएको छ 5वटा स्पोर्ट्सको लागि यहाँ प्रमोट गरिरहेछ भने अनि यस्तो ठाउँ चाहिँ कति छ क्या त्यही भएर चाहिँ हाम्रो पनि यस्तै बनाउनु पर्यो भन्ने चाहिँ हाम्रो मेसेज हो यो भ्लगको होइन सो हाम्रो नेक्स्ट भ्लग केमा हुन्छ भन्दा नेक्स्ट भ्लग चाहिँ हाम्रो ट्राभल भ्लग हुन्छ यहाँ चाहिँ कसरी यहाँको मन्दिरहरूलाई कसरी यहाँनिर संरक्षण गरेर राखेको हुन्छ भन्ने कुरा चाहिँ नेक्स्ट पार्टमा हाम्रो देखिनेछ Otera र Jinja. ओतेरा र जिन्जा भनेको चाहिँ जापानिज भाषामा यहाँको मन्दिर हो होइन यहाँको मन्दिरको बारेमा हामीले नेक्स्ट भ्लग आउँदैछ त्यो भ्लगमा पनि मेरो भतिज पनि हुन्छ होइन ओतेरा जिन्जामा Messi. दिस इज आवर फर्स्ट भ्लग थ्याङ्क यू भेरी मच Please support us and make sure to like and subscribe. यसै गरेर मेरो भतिजलाई पनि आज धेरै धन्यवाद नदिकन सक्दैन कि सो थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच लाइक एन्ड सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट मामा भतिज चाहिँ खतरा भने है एनिवे तपाईँ सबैजनाले पनि हुन्छ नि हाम्रो यो छोटो मिठो भ्लगलाई अब लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गरिदिनु होला अनि सक्नुहुन्छ भने के गर्नु होला बेबी ल कमेन्ट पनि गरिदिनु होला है त एनिवे अब हाम्रो नेक्स्ट भ्लग केमा हुन्छ अरे गुड केमा हुन्छ Otera र Jinja. सी यू इन ओतेरा एन्ड जिन्जा नेक्स्ट टाइम ए बाई द वे हाम्रो यो भ्लगको नाम के हो बेबी Huh? हाम्रो भ्लगको नाम के हो The Dongs. द डोङ्स बोर्न एन्ड बियोन्ड कहिले हाम्रो भ्लगको नाम के हो यो च्यानलको नाम के हो द डोङ्स बोर्न एन्ड बियोन्ड है त प्लिज सब्सक्राइब सेयर गरिदिनु होला Kripaya. होपफुली we're gonna get more subscribers soon and soon, right? Yes. Bye bye. Bye Thanks bye. for your